आज चाहिँ म तपाईँहरूलाई नुवाकोट सिलट्याङ्गी लग्दैछु। अनि कि साथीहरू म चाहिँ फ्री हुने बित्तिकै काहीँ न काहीँ चाहिँ मलाई जानै पर्ने हुन्छ के। खासमा यो मेरो प्लान चाहिँ अन द स्पट नै हुन्छ कि धेरै जस्तोहरू चाहिँ। टिकटक स्क्रोल गर्दै थिएँ अनि ठ्याक्कै एउटा दिदीको भिडियो आएको थियो कि सिलट्याङ्गीको बारेमा। अनि नयाँ ठाउँको नाम सुन्ने बित्तिकै चाहिँ कि साथीहरू म अहिलेसम्म चाहिँ गएको थिइनँ होइन नुवाकोट सिलट्याङ्गीमा। नयाँ ठाउँ चाहिँ अब मैले सुन्ने बित्तिकै पाउले रोक्दै रोकेन कि मलाई चाहिँ। अनि म लागेँ होइन। अनि माथि पुगिसकेपछि चाहिँ यहाँ पहिरो गइरहेको रहेछ। अनि ट्राफिक दाइहरूले चाहिँ त्यहाँ काम गर्दै हुनुहुन्थ्यो। त्यो फाइनली सकेर हामी एकछिन त्यहाँ कुर्यौँ कुर्न चाहिँ। अनि हेर्नु न साथीहरू बादल कति राम्रो थियो कि मौसम त वाउ थियो कि त्यो दिन त हामीलाई होइन। माथि डाँडाबाट पुरै बादलहरूले त्यो पहाडलाई छोएको अनि त्यसपछि एकदम हरियो देखेको है। ल गाइस हामी चाहिँ माथि आइसक्यौँ धेरै माथि नै। अब चाहिँ हामी सिलट्याङ्गी आइसक्यौँ नै भनौँ न। यो चाहिँ माथि तिर्सुलीबाट पनि माथि त्यो खोला चाहिँ छुँदो रहेछ कि जे होस्। तपाईँहरू कतिजना चाहिँ यहाँ आइसक्नुभयो कमेन्ट गरिदिनु ल। अनि के साथीहरू मलाई चाहिँ साह्रो रिस उठिरहेको थियो कि त्यति बेला चाहिँ म के सोचेर गएको थिएँ के भयो कि एक्सपेक्टेसन भर्सेस रियालिटी। नेचरमा त नो डाउट कि इन्फिनिटी बाई इन्फिनिटी होइन। तर सी यू अन नेक्स्ट भिडियो गाइज।